हेलो तपाईँ सम्पूर्णलाई स्वागत गर्दै धरानको एकदमै पपुलर ठाउँतिर जाँदैछौँ। आज चाहिँ हाम्रो फ्यामिली भिजिट त्यता हुँदैछ हाम्रो। तपाईँ सम्पूर्णलाई स्वागत गर्दै त्यताको भिडियो सबै हेर्नु होला है त। धन्यवाद। खोर्सानी खाने भान्जी पदम लानु है 90 रे पोखा 90 90 90 एक पोखा बनाएको 90 मात्रै लानुहोस् आउँदै हुनुहुन्छ अक्कबरे खोर्सानी। यस्तो खोलाभित्र पनि कति धेरै मान्छे हौ। ए टिकट काउन्टर टिकट पो 7 जना रहेछ। 1 2 3 4 5 6 7 8 जना भयो। 35 रुपैयाँ पर्यो के अरे 8 जना होइन आफूलाई चाहिँ 8 जना छ। यो संस्कृति पार्क कुकुर एक मात्र यस्तो जनावर हो जसले आफूभन्दा अरूलाई बढी माया गर्छ। हेर्ने आँखा र दिने हात मात्रै फरक हो। कुरो त सही हो। यस्तो मेहनत गरेर यहाँ खोला हो, खास खोलाभित्र यस्तो मेहनत गरेर बनाएको छ पाइप पानीको। मलाई पनि भोक र तिर्खा लाग्छ तपाईँहरूलाई जस्तै। खोल्ने हो ढुङ्गा खोपेर बनाएको नि कि टाँसेको हो यो बुवा? ढुङ्गामा त्यो टाँसेको हो सिमेन्ट टाँसेको होला। उधोको ढुङ्गा सिधै छ। ढुङ्गा खोपेको हो त? आएको पहिला यो इसले घरमा चाहिँ त्यो के थिएन अन्त मम त्यस्तै खेर आएको थियो यो हाम्रो मान्छेको थियो नि स्प्रेहरुमा नि खाइदे लाए उति खानु खोजेर राजदेव खान लाए। टॉयलेट ला गरे आमालाई टॉयलेट ला गरे अघि लाग्यो भनेको 5 मिनेट त्यही त पता त्यहाँ हो त सर के रहेछ यो केटा पुछु यहाँ छुन ऊ त्यतातिर के हो? त्यतातिर छ कि म पनि पहिल्यैचोटि हो मेहनत गरेर बनाएको रहेछ होइन त? उचालिँदैन नि तलैबाट जाँदा नि हुन्छ होला यो। यसरी हिँड्दै जाने होला बाटो। लु जाम उताबाट। त्यही त एक ढुङ्गा। लु जाम उता। जा वाटे चाहिँ हामी त छिरेको बेला चाहिँ छिरो होला भन्छु नि म चाहिँ। त्यही त हामी उता छैन भने त बिस्तार छैन होला भन्यो। छैन कि छैन त भनेन त। छैन कि छैन कि छैन छैन रे। यस्तो है खोलाभित्र श्रम संस्कृति पार्कको झलकहरू बिरुवा रोपेर मलाई चाहिँ धरानको सबैभन्दा त्यही त यता अब हेर है न के भन्छ न के न मेला न के अनि यतिकै मान्छेहरूको भिड। त्यही त मन्दिरतिर बरु यति धेरै थिएन मान्छे त। होइन भाइ ना मेला ना के मान्छेहरू के
शनिबार झन् थोरै हुँदैन अरे आज भने ठुलो छ बोकेर हिँड्थ्यो हेर्न म तपाईँको पाला ठुन्से बोकेछ त ठुन्से बोकेछ ठुन्से हामी चाहिँ एकदमै रमाइलो ठाउँहरूमा दिएको यो धरान सिटीबाट श्रम संस्कृति पार्क यो चाहिँ श्रमले नै बनाएको भएर श्रम संस्कृति पार्क एकदमै पपुलर ठाउँ पनि धेरैजना आएर घुमिसक्नुभयो होला अनि नघुम्नु भएकोहरूले पनि देख्न सक्नेछ एकदमै मेहनत गरेर यो सबै एकदमै धेरै मेहनत गरेर बनाएको रहेछ मेरो पनि यहाँ चाहिँ फर्स्ट टाइम आएको अनि जस घुम्न लायक ठाउँहरू रहेछ है एकदमै अब तपाईँले देख्न सक्नुहुनेछ यहाँतिर पनि जो आउनु भएको छ उहाँलाई फेरि पनि हेरिदिनु होला अनि जो आउनु भएको छैन उहाँको लागि पनि फेरि आएर घुमिदिनु होला एकदमै यहाँनिर चाहिँ ज्ञानवर्धक कुराहरू पनि देखि लिएर एकदमै मेहनत गरेर बनाएको दृश्यहरू छ गाइस यहाँ चाहिँ हैन अनि यहाँ यति धेरै अब सबैले देश विदेशबाट एकदमै परिचर्चा हुनुभएको हाम्रा मेयरज्यूको नेतृत्वमा बनेको यो सबै यो पार्कहरू चाहिँ एकदमै राम्रो छ अनि बाँकी पनि बन्दै रहेछ अब तपाईँले देख्न नै हुनेछ त्यहाँनिर अनि यहाँ चाहिँ यति धेरै मेहनत त छँदैछ अनि अझै पनि स्टाफहरू पनि एकदमै लागि परिरहनु भएको छ अझै पनि स्टाफहरूले रेखदेखि लिएर सबै कुराहरू चाहिँ गरि नै रहनु भएको रहेछ मलाई चाहिँ रमाइलो लाग्यो यहाँभित्र हाम्रो पूर्वको मध्येको यो एउटा एकदमै विशेष र स्मरणीय रहेको छ हाम्रो फ्यामिली ग्याङ नै घुमिरहेको छौँ यहाँ चाहिँ अनि यहाँको दृश्य फेरि यस्तो छ अनि अब हामी पनि हल्का फोटोहरू लिने लाइनमा छौँ हल्का बस्दै फोटो हल्का खिच्दै अनि हाम्रो यात्रा अगाडि बढिरहेको छ साँच्चै भन्नुपर्दाखेरि यो चाहिँ एउटा के भन्छ एउटा खोलाको बगर थियो नि होइन र अनि त्यहाँको त्यसलाई चाहिँ यस्तो हराभरा यस्तो घुम्ने ठाउँहरू एकदमै हरियाली रमणीय बनाउन एउटा चान्चुने कुरा होइन त्यसले गर्दाखेरि पनि एकदमै राम्रो छ है यता आएर घुम्न सक्नुहुनेछ तपाईँहरू पनि आइफोन देखाउनु भएको होइन हजुर कुन आइफोन देखाउनु भएको आइफोन 16 प्रो म्याक्स धनको घमण्ड हो आइफोन 16 प्रो म्याक्स हामी धरानको एकदमै चलेको हाम्रा मेयर साम्पाङज्यूले बनाउनु भएको संस्कृति पार्क आएको यसमा चाहिँ आज मेला भन्दा धेरै मान्छेहरूको भिडभाड देखेर खुसी लाग्यो पनि फर्स्ट टाइम आएको घुम्नलाई माथिसम्म यो खोलालाई पनि यति रूप दिएर यस्तो बनाउनु भनेको चान्चुने कुरो होइन सायद खोला खालीलाई यस्तो होला भनेर कसैले सोचेको थिएन है सायद कहाँ त्यहाँ त्यो भित्तातिर यसो घुम्ने मात्रै होला नि भित्ता थियो होइन अनि यो पुल थियो यो पुलमा फोटो खिच्थ्यो यो पुलमा यसो फुल लाएर यस्तो गेट जस्तो बनाइदिएछ यति थियो त्यो केही पनि बनाएको थिएन अहिले त्यत्रो बनाएर अनि फेरि मेला भन्दा धेरै मान्छे अब त्यता जानुपर्छ
त्यही त यता जाने होइन आरा काट्ने ठाउँमा कता उधो पो फोटो खिच्नु हिँडेको हो कि संस्कृति पार्क अर्को टिकट पो रहेछ दुईजनाको लिनु भएको थिएन दुईजना लिनुहुन्न 6 जना होइन एकजना छैन 5 छैन आमाको लाग्दैन होला नि त टिकट लिने एकदमै रमाइलो ठाउँ छ नि म पनि यस्तै घर बनाएर छिटो बनाइहालौँ न ल मादल बजाएर हेर ढोल 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 नाच भन्छ अन्त यो सुरु भयो यहाँ दिँदैन होला टेक्नु चाहिँ राम्रो उयो तिमीहरूको भिडियो अफ भयो भने हामीलाई फोटो खिचाएको थियो यो ढोलमा यसो गरे विगत 35-40 साल अगाडि यो ठाउँलाई तराई मध्य छुट्ने स्थल गरेको पहिला कसैले केही नहोस् भनेर नागिनी भगवत परमेश्वर एक साइड मात्रै बजाउने एक साइड यो साइड चाहिँ यो साइड हलो बोकेर पाले समुद्रमा छुवा यो हलो त्यसलाई भन्छ हरि यो हलो यो हरि त्यसलाई के भन्छ खाली उतापट्टि के भनेको अलौ खाली यता खाली यो उता काटी सबको ओरिजिनल हो नि काम गर्नु जाँदा यस्तै लाउने कपडा हजुर जाम यता बाहिर भित्रबाट रहेछ ए त्यस्तो पो रहेछ खिचाइ यो हलो भन्दा अगाडि गयो होला
लो पछाडि ढाकर बोक्ने अब उयोहरू पनि परेछ डाडु पनि उहरू पनि रहेछ पछाडि यही तरिकाले बोकेर हिँड्थ्यो होइन पापा यता हेर्नु त पछाडि टेकुवा उ त्यो तल टेक्ने टेकुवा कस्तो छ्याक्कै नि तर ऊपर रहेछ साँच्चै फर्म जस्तै बस्नु पर्ने लोकेसन ए टुट्टी त्यता रहेछ सोफामा बसौँ टक्क लाएर खाने ठाउँ पनि रहेछ होइन टक्क यहाँ बसेर सिस्टम चाहिँ उ त्यहाँ कतिजनाले भन्यो एकजनाले मान्छेको कला है सुहाउँछ कति राम्रो बिरुवा रोप्दै गरेको उयो छाना नि कस्तो राम्रो क्या पात जस्तै पातको डिजाइनमा बनाएको के यहाँ भालेको र सुगा उ त्यो के हो अनि उयो छाना पनि पातको डिजाइनमा नि यहाँनिर बाँकी बनिँदै रहेछ श्रम गर्नेहरूको त्यो के भन्छ हतियारहरू बोकेर आरा चाहिँ कहाँ छ आरामा फोटो खिचेको थियो साथीहरूले लगाएर गर्दै उयो माथितिर हो कि बा सकिनु लागेको अन्त नि नाके सबै जनावरहरू रहेछ यहाँले कुखुरा जाम त्यता अब गयो होला यो यस्तो यस्तो ठाउँमा पनि फोटो खिच्नु काममा यहाँ खिच्ने त हाम्रोबाट आउनु जाम सबैले यो उसले बनाएको रहेछ है मजेको नाममा चौधरा त्यता नि बनाउँदो रहेछ नि अझै आधा धरा यहाँबाट जानुहोस् रे उँधोतिर जानु यता चाहिँ यता बनाउँदै गरेको रहेछ बाँकी अझ ठुलो दाजु र नानीहरू चाहिँ पाउनु आयो होला नि त है
उतै बच्चाहरूको खेल्ने छ अनि उतै भुत्लिरहेको प्रवेश गऱ्यो फलेछ टमाटर फुलहरू रोटी कठुवामा रक्सी छ नङपालिसमा लगाइदिएको रहेछ हेर्नु रहेछ रेड कलर कति राम्रो देखेको नि शेर्पेनी नि लौ नङ पैसा शेर्पाको नाममा रहेछ हौ सोलोखुमीबाट ए शेर्पा लेनी शेर्पाको रहेछ नि त उसको स्मृतिमा रहेछ बसेर खाँदा पनि पाइयो होइन त्यसो मजाले बसेर खानु पाइयो पाइयो नि बसेर खानु भयो ल्यायो किनेर खायो फाइबर हो क्या तर भित्र चाहिँ खोक्रो क्या बाहिरबाट यस्तो अन्त कछुवा रहेछ ओ माछा पनि रहेछ यहाँभित्र त माछा कत्रो छ यो माछा हेर्नु कछुवा ऊ आराममा त गर्दै गरेको पोती सोलुबाट बनाइदिएको रहेछ यो कछुवा यो माछा फेटा पनि लागेछ माला पनि लागेछ सालदा र माला तिहारमा काट्नु थाले भर्खर सुरु गर्दो रहेछ है बिचारो रुख चाहिँ फेरि रुनु लागेछ थाक्यो है यो चाहिँ श्रमबाट बनाएको कुराहरू होइन यो चाहिँ श्रमबाटै हो पापा साइला माइला हेर्दैछ ल धन्यवाद तपाईँलाई यहाँसम्म हेरेर साथ दिनुहुँदैछ अनि यतातिर यस्तो राम्रो वाबुहरू बनाएको रहेछ पानी खाने अनि लगभग आजको वेदर चाहिँ त्यति धेरै क्लियर भएन त्यही भएर अलिकति हल्का फुल्का उसै देखिरहेछ क्लियर देखिएको छैन अनि तर पनि अब यहाँसम्म हेरिदिनु भयो तपाईँ सम्पूर्णलाई धन्यवाद तपाईँहरू पनि आउनु होला घुम्नु होला
आजको यात्रालाई यहीँसम्म भन्दै तपाईँ सम्पूर्णलाई धन्यवाद भन्दै फेरि अर्को भिडियोमा भेट्ने बाचाका साथ अहिलेलाई बिदा माग्न चाहन्छु। धन्यवाद।